नमस्कार हजुर, नमस्कार। सन्चै हुनुहुन्छ नि हजुरहरू? यस्तै छ है हजुर, गाउँतिर फेरि उपस्थित भइसकेको छु। आज अब हजुरहरूलाई म के देखाउन चाहन्छु भने तोरीबारीहरू हेर्नुहोस्, तोरीबारी छ। अनि र म तपाईँहरूलाई आज यो हाम्रो ड्रागन फ्रुटको खेती देखाउन गइरहेको छु। गाउँमा घुम्दै जाँदाखेरि यसो देखियो अनि हजुरहरूलाई पनि यसो देखाउँ भनेर नि हेर्नु होला। यहीँ कति छ ड्रागन फ्रुट छ है हजुरले हेर्नुहोस्। खेतीपाती सबै वारपारै ड्रागन फ्रुटै खेती छ। यत्रो खेतीपाती गरियो देशै भएर, माया प्रेम के हो भनी आउँथ्यो गाडेर। यहाँ चाहिँ लगभग तपाईँको 15 बिगामा चाहिँ ड्रागन फ्रुटको खेती गरेको रहेछन् यहाँनिर। यहाँ गाउँका दाजुले, उहाँलाई मैले सोधेको पनि। पुरै हेर्नु न कति राम्रो फस्टाएर आएको छ। हेर्नु त है कस्तो दामी आएको छ है। सबै वारपार सबै देखे जति सबै हो, सबै यस्तै छ है साथी हो। तर आज चाहिँ समयले साथ दिएको छ, घाम लागिरहेको छ हल्का फल्का, त्यति साह्रो जाडो चाहिँ छैन। तर यहाँ आज गाउँ परदेखि गाउँ सुरु हुँदैछ। हेर्नु सबै ड्रागन फ्रुट छ। दामी पो हुँदो रहेछ त यो ड्रागन फ्रुट पनि हो। हेर्नु न यस्तो छ कि हेर्नु ड्रागन फ्रुट। हेर्नु होला म कहाँसम्म चाहिँ रहेछ त हौ। हल्का चाहिँ तोरी पनि रहेछ, कस्तो दामी फलेको। तर तोरी चाहिँ त्यसै के गर्दाखेरि भने तार पनि चाहिँदो रहेछ हौ। लाइनको तार चाहिँ किन ल्याएको रहेछ, यहाँ माथि ल्याएको छ। एक-एकवटा किरा मार्नु हो कि पाइपको लागि के को लागि ल्याएको रहेछ यो चाहिँ। एक-एकवटा टायर हाम्रो ड्रागन यो खेती गर्नको लागि चाहिँ अनिवार्यै टायर चाहिँदो रहेछ। एउटा हेर्नु टायर, अनि सिमेन्टको खम्बा, अनि हेर्नु यो चाहिँ के हो है, तार पनि छ है। यो तार चाहिँ के को लागि हो त्यो अब थाहा भएन होइन। तार पनि छ है हेर्नु। त्यसरी खेतीपाती चाहिँ राम्रो जोस्। यहाँनिर ड्रागन खेती चाहिँ पुरै फस्टाएको छ, साह्रै राम्रो छ। 15 कट्ठामा अरे नि त हेर्नु, वारपार सबै छ है, सबै लगाएको छ है। यस्तै छ है हजुर, यस्तै छ। ल हस् त, धन्यवाद हजुर।